पहिलाका प्रधानमन्त्रीहरूको पालामा के हुन्थ्यो भने बालुवाटार नै सिंहदरबार हुन्थ्यो। मन्त्री परिषदको अधिकांश बैठक बालुवाटारमै बस्ने गर्थ्यो। यति मात्रै होइन, सत्तारूढ दलको पार्टी अफिस बन्ने गर्थ्यो बालुवाटार। अहिले हेर्नुहोस् त, हरेक कुरा सिंहदरबार। 8:30 बजे नै पुगिदिन्छन् सिंहदरबार हाम्रा प्रधानमन्त्री, अनि एकैचोटि बेलुका फर्किन्छ। जे जति कुरा गर्नु छ सिंहदरबारमै गएर गर्छ। बालुवाटारमा त छोरी खेलाएर बस्छ। दायाँ बायाँ लेना देना बिचौलिया केही छैन अहिले। अब प्रधानमन्त्री 8:30 बजे पुगेपछि कर्मचारीहरू पुग्नै पर्यो, होइन त? अनि अर्को कुरा, पहिला राति 12 बजेदेखि नि पासपोर्ट बनाउनका लागि लाइन बस्नुपर्ने हुन्थ्यो, नत्र पालो आउँदैन थियो। अहिले हेर्नुहोस् त, पासपोर्ट घर घरमै पुगिरहेको छ। यो मेल, इमेल, मेसेन्जर, वाट्सएप र भाइबरले गर्दा हाम्रो हुलाक सेवा ओझलमा परेको थियो। अब बल्ल हुलाक पनि चलायमान हुने